एभ्रिवान। आज चाहिँ म फर्स्ट टाइम बसन्तपुरमा आएको। भ्यू त एकदमै राम्रो छ हैन, तर लास्टै गर्मी छ। गर्मी भएर हामी जब हिँड्नलाई नै अलिक गाह्रो भइरहेछ। त्यही भन्नु चाहिँ अब हेर्नु बस्नु कस्तो लाग्यो तपाईँलाई? ठिकै लाग्यो कि मात्रै काम त साह्रै रहेछ। जाउँ उता जाउँ। आऊ कहाँ यतिकै फोटो खिचिदिन्छु। लु पोज गर नि त, पोज। फोटो खिचेर अनि म त गर्मी भएर म बोल्नै नसक्ने भइसकेँ। अहिले चाहिँ हामी यहाँ ट्याक्क यस्तो ठाउँमा पाउँदो रहेछ बसन्तपुरमा होइन। अरू म्यामहरू हेर्दै हुनुहुन्छ होइन, अरू पनि हेर्दा केही मन पर्यो भने भन, तर पैसा चाहिँ छैन। हेर्ने चित्त बुझाउने हो गाई चाहिँ। तर के गर्ने, लास्टै गर्मी भइरहेछ। अन्त हामीले लिएर आएको, तर घाम लास्टै छ क्या आज। दिस इज सिङ्गिङ बल। म गाइड गर्दैछु कि यहाँहरूलाई। औ माने पेमे। दिस इज बौद्ध चित्त रुद्राक्ष। फर्स्ट टाइम आएको गाइज बसन्तपुरमा। हेलो गाइजहरू, खाजा खाना ऊ त्यहाँ जाऊँ भन्नुहुन्छ। अहिले भर्खर आउन पाएन अनि खाजा खाना अरे। खाजा त म आउँछ, पैसा त तिमी तिर्नु पर्छ नि फेरि। पैसा यहाँ अब यस्तै हुन्छ कि भिडियो बनाउँछु भन्छ, अनि जुन ठाउँ राम्रो छ यहाँ फोटो खिच्नुपर्छ भन्छ नि, अनि भिडियो बनाउनु पाउँदैन कि गाई जस्तै भएर हो। ठिक छ त, तर जाने फोटो खिच्न कस्तो राम्रो देख्दो रहेछ। ल यत्रो भित्र आइसकेपछिको भ्यू रहेछ, राम्रो छ। भित्र बन्दै रहेछ होइन। मेरो साथीहरूसित अगाडि गइसक्नु भएको छ। यहाँ देख्न सक्नुहुन्छ मान्छे एकदमै, आज शनिबार भएर पनि होला निकै भिडभाडै छ। यो चाहिँ यहाँको स्पेसल चिजहरू चाहिँ छ होइन। खै हाम्रो साथीहरू राम्रो गइसक्यो पनि। यो चाहिँ कस्तो राम्रो के गाइदियो नि त, आर्टिफिसियल होला होइन, कस्तो राम्रो के। अहिलेसम्म त लास्टै घाम थियो, तर अहिले चाहिँ अलिक बादल भएर अलिक शीतल छ। हिँड्दा थाके पनि यहाँ फेरि यस्तो फोटो खिच्ने कार्यक्रम भइरह। फोटो खिचेर नथाक्ने हाम्रो साथीहरू चाहिँ गाह्रो छ उहाँहरूलाई पनि। त खिच्नु राम्रो राम्रो फोटो खिच्नु। मतलब फोटो खिचेर पनि थाकेँ गाइज होइन। अब धेरै त फोटो खिच्नु त्यति धेरै चाहिँ गर्दैन कि, अलिअलि मात्रै फोटो खिच्छु म। आज त म फर्स्ट टाइम आएको, तर शनिबार भएर निकै भिडभाड चाहिँ भिडभाडै छ। सधैँ यस्तै हो कि आज मात्रै हो, त थाहा भएन होइन। ढुङ्गा खोज्दा देउता भेटे जस्तै कि म खोज्दै गर्दै थाकेँ, आइहाल्यो। तपाईँ भन्नुहोस् बसन्तपुर आएर तपाईँलाई कस्तो लाग्यो? फर्स्ट टाइम होइन सबैजनाको? सबैको फर्स्ट टाइम हो, एकदम राम्रो लागेको छ। तर फोटो भनेको चाहिँ एउटै राम्रो अब फोटो राम्रो आउला त, फोटो राम्रो आउनु त मान्छे चाहिँ राम्रो हुनु पर्यो नि त नि। मान्छे त राम्रै थियो, फोटो मान्छे नै नराम्रो भएको लाग्छ। अब एउटा कुरा गाई, मान्छे राम्रो भएपछि फोटो जसरी राम्रै आउँछ कि, त्यो मान्छे राम्रो नभएपछि जति राम्रो खिचिदिन्छु भने नि आउँदैन। यतिकै आइफोन बनेको फोटो जस्तो मान्छे भए पनि फोटो राम्रो आउँछ। त्यसलाई एडिट गऱ्यो भने राम्रै आउँछ के। यहाँ त कोही यसो कपाल जोडिन आउँदो रहेछ नि, अब के गर्ने। हामी चाहिँ हेरेको गाई जब क्या गाह्रो छ जिन्दगी। ल भाइरल होला नि फेरि भाग्छ नि यार, कति नै भाइरल जस्तो हुन त। 34-35 लाइक के अरे उस त लाग्छ जान्छ। Oh my god.
यो चाहिँ अब बाहिर निस्किने गेट हो कि के हो है? यहाँबाट बाहिर निस्किने हो? कस्तो राम्रो ब्याग रहेछ हजुर। भोक लाग्यो अरे अनि घुम्न आएको मान्छे भोक लाग्यो भने रोक्छ र? भोक त अनि घुम्दा घुम्दै हराउँछ त। ल गाइस अब चाहिँ हामी एकछिन खाजा खान जानु पऱ्यो र खाजा के खाने हो नानीहरूले त हात पनि गल्दो रहेछ मोबाइल भिडियो बनाउँदा। खासै बानी छैन कि यसरी लङ टाइम मोबाइल यसरी समाउने। एउटा स्टिक किन्नुपर्ने भयो कि भिडियो बनाउनलाई भयो पनि। म त थाकेँ हजुर। हनुमान ए भिडियो हनुमानजीको जय होस्। यसो देखाइदिनु ल म यतिकैमा गरेर अपोजिटको खाजासाजा खाएर निस्किनु। यो चाहिँ चटपटे है नुडल्स बफ मोमो। यता बहिनीले खाँदै हुनुहुन्छ। कस्तो छ बहिनी चटपटे? यता म्याडमले कस्तो लागिरहेको चटपटे? अयो के भयो? बाहिरको यस्तो वातावरण खुल्ला हावा लिँदै होइन मस्त हाँस्दै खाँदै हुन्छ म्यामहरू। अरू टेस्ट गर्न बाँकी नै छ, अरू पनि टेस्ट गरेपछि भन्नु होला। अब अहिले चाहिँ पहिला खानातिर लाग्नु पऱ्यो अनि टेस्ट गर्छ।